यो एआईबाट चाहिँ नि यो भिडियोहरू क्रिएट गरेर चाहिँ नि ठ्याक्क फेसबुकमा अपलोड गर्यो भने भ्युज पनि एकदम हाई हुने रहेछ, प्लस फलोअर्स पनि बढ्ने रहेछ क्या। यो मेरो फेसबुक चाहिँ पुरानो फेसबुक हो। यसमा पहिला थाहा थिएन, अब मोनिटाइज हुन्छ यसो त्यसो भन्ने कुरा के थाहा थिएन। योभन्दा 3-4 वर्ष अगाडि चाहिँ नि 1300 पोस्ट छ नि त। त्यो भित्रमा कसैलाई के रिपोर्ट हानेको थिएँ, कसैलाई चाहिँ नि कोही दलालहरूको चाहिँ नि मैले फोटो गरेर अपलोड गरेर ग्रुपतिर हालेको थिएँ, पेजतिर हालेको थिएँ। त्यो भएको हिसाबले गर्दाखेरि यसको चाहिँ के देखाउँछ भने प्रोफाइल इस्यु भनेर देखाउँछ कि यहाँ हेर्नुहोस् है त। यहाँ प्रोफाइल इस्यु भनेर देखाउँछ है, प्रोफाइल इस्यु छ। योबाट मोनिटाइज हुँदैन भनेर चाहिँ नि मैले अर्कै फेसबुक क्रिएट गरेर त्यसमा 10,000 फलोअर्स नै पुऱ्याएर मोनिटाइजको वेट लिस्टमा छ। यो पुरानो फेसबुकमा अब मैले हिजो एआईबाट एउटा भिडियो बनायो। अब फेरि एआईमा चाहिँ नि यो म इन्भल्भ गर्छु चाहिँ नि यसको चाहिँ नि एउटा राम्रो कथावस्तु देऊ भनेर चाहिँ नि हामीले च्याटजिपिटीलाई ठ्याक्क रिक्वेस्ट गर्यो भने च्याटजिपिटीले मजाले दिन्छ। त्यो बापत फेरि हामीले चाहिँ नि एआईमा त्यो लगेर पेस्ट गरिदिनुपर्छ। यदि जरुरत पर्यो भने म सबै तरिकाले सिकाइदिन्छु। त्यो तरिका भइसकेपछि हामीले त्यो भिडियोलाई सेभ गरेर फेसबुकमा अपलोड गर्यो भने मजाले रिच बढ्दो रहेछ कि एकदम। त्यो तपाईहरु फलोअर्स बढेन, भिडियोहरू एकदम लाइकहरू सेयरहरू यो के भन्छ भन्दा पनि यो के भन्छ यो फलोअर्स र यो भ्युज चाहिँ एकदम हाई बनाइदिँदो रहेछ क्या यो। किनकि एआईबाट बनाएको यो एआईको टेक्नोलोजीले एकदम ठेलिदिँदो रहेछ क्या फर युमा। हेर्नुहोस् यो फलोअर्स मेरो हिजो 500 थियो भनेपछि यो भिडियो हालेको कति भयो? भर्खर 14 घन्टा भयो होइन। 14 घन्टामा मेरो 300-400 फलोअर्स नै बढाइदियो। त्यो छँदैछ होइन। पार्टीको लागि जाने 1 महिना हुन लागिसक्यो 140 हो। तर यो 14 घन्टामा चाहिँ त्यही भएर हामीले चाहिँ एआईबाट चाहिँ मजाले भिडियोहरू क्रिएट गरेर हालिदियो भने चाहिँ एकदम राम्रो हुने रहेछ क्या। फेरि एआईबाट बनाएको भिडियो फेरि मैले उता हालेर चाहिँ नि मेरो अहिले प्रोफाइल पनि हेल्दी छ नि त अर्को फेसबुकमा, अर्को एकाउन्टको। अनि त्यता हालिदियो भने फेरि इस्यु देखाउँला भनेर चाहिँ मैले नहालेको। तर प्रब्लम चाहिँ नदेखाउँदो रहेछ, राम्रो हुँदो रहेछ। तर अर्निङ चाहिँ कस्तो के हुन्छ त्यो चाहिँ थाहा भएन। त्यही भएर हेर्नुहोस् त इन्गेजमेन्ट पनि कति 827 हो, भ्युज पनि 5,260 छ। अहिले लगभग 1 हप्ता पछि देखायो भने यो 60-70 हजार भ्युज चाहिँ मजाले हुने रहेछ क्या। त्यही भएर 2-3वटा भिडियो यस्तो अपलोड गर्यो भने मोनिटाइज हुनलाई चाहिँ नि यो क्राइटेरिया कम्प्लिट हुनलाई चाहिँ नि त्यति गाह्रो नहुने रहेछ।